मनिषाको ट्रन Hi everyone, welcome back to my channel. फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो YouTube च्यानलमा। यदि हजुरहरु कोही नयाँ हुनुहुन्छ भने उहाँहरुलाई पनि वेलकम भन्न चाहन्छु। म चाहिँ लङ टाइम पछि भ्लग स्टार्ट गरिरहेको छु। अनि आई होप हजुरहरु सबै सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम ठीक छु। त्यतिर चाहिँ मस्त घाम लागिरहेछ। आज 4 आउँछ होला। अनि म चाहिँ फ्रेस भइसके। अनि आज चाहिँ स्पेशली न्यू इयर रहेको छ नेपाली क्यालेन्डरको है। के अरे 2081 बाट 2082 लाग्यो आजदेखि चाहिँ। आज 1 गते। अनि के अरे देश तथा विदेशमा छरिएर बसिरहनु भएका आमा बुवा दाजुभाइ दिदीबहिनी लगायत सम्पूर्णलाई 2082 सालको धेरै शुभकामना। अनि आज चाहिँ हामी चाहिँ न्यू इयर मान्नका लागि चाहिँ काप्रेस्थलीमा उत्तरी भेगहरूको चाहिँ प्रोग्राम हरे। अनि हामी पनि त्यतै लाग्छौँ अहिले एकछिनमा रेडी भएर। अनि टिकट पनि लिइसके हामीले चाहिँ अस्ति नै। अनि टिकट बोकेर स्विट जान्छु है हामी पनि। अनि हजुरहरूलाई पनि साथमा लिएर जाने नै छु। मनिषा पुरै यहाँ भित्र रेडी हुँदैछ। म बाहिर घाम तापिरहेको छु मात्रै। अनि को हुन्छ त्यो चाहिँ अहिले पछि थाहा हुन्छ। अनि गाउँबाट मेरो मम्मी पनि आइसकेको छ। मम्मी चाहिँ अहिले दिदीकोमा हुनुहुन्छ। हामी चाहिँ कता हो यो ठाउँै थाहा छैन फेरि। त्यही हो। अनि आजको भिडियो के कस्तो हुन्छ अन्तिमसम्म हेरेर साथ दिनु होला। अनि लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब पनि गर्न नबिर्सिनु होला। ह्याप्पी न्यू इयर। मनिषा भित्रबाट कराइरहेछ फेरि कराइरहेछ। अनि हाम्रो कान्छी बहिनी चाहिँ उसको चाहिँ छुट्टी छैन। अनि हामी यहाँबाट चाहिँ 2 जना मनिषा र म मात्रै जान्छु। अनि त्यसपछि बिच बाटोमा को हुन्छ त्यही हो। हेर्दै गर्नु होला। किप वाचिङ गाइज। अनि के साथीहरु एउटा कुरा चाहिँ भन्न बिर्सेछ है। के कुरा हो त अरे फेरि के अरे आज चाहिँ भ्लग चाहिँ मनिषाले बनाउँछ है। म चाहिँ अबे मजा आएगा ना भिडियो। म चाहिँ अहिले स्टार्ट मात्रै गरिरहेको छु। अहिले मलाई अड लाग्छ कि त्यही भएर क्यामेरा तिर्साउनु टाइम मिल्यो भने त म आफै पनि बनाउँछु अलिअलि। तर प्राय आज दिनभर मनिषाको काम हुनेछ। भित्रबाट सुनिरहेछ दिनभरि हो। अपडेट के त्यही हो। मनिषाले बनाउँछ आजको ब्लग। मैले अहिले चाहिँ स्टार्ट गरिरहेको छु। अनि दिउँसो चाहिँ पुरै मनिषाको हातमा हुन्छ यो ब्लग है त गाइस। कस्तो बनाउँदो रहेछ हेरौँ खै त। हेलो ह्याप्पी न्यू इयर सबैजनालाई। म चाहिँ अब ड्रेस लाउन र मेकअप गर्न मात्र बाँकी। कपाल मेरो त फेस पुरै ड्राई भएर यस्तो बिग्रियो नि। कपाल फरेर भाहा कसरी लाउने ड्रेस लाउने हो नि त। गुरुङ होइन कल्चरल। त्यही हो आजको ब्लगर। अनि हाम्रो दिदीहरू चाहिँ उनीहरूको चाहिँ समूह नि त उनीहरूको त ग्रुपको। अनि उनीहरूको चाहिँ ग्रुप डान्स पनि हुन्छ। तपाईँहरूले हेर्न पनि पाउनुहुन्छ। स्टे ट्युन गाइज। अहिलेलाई चाहिँ यसरी गर्नु। म ट्रान्जेक्सन भिडियो बनाउनु पर्यो। हेलो हामी चाहिँ रेडी भइसके। गुरुङनीहरूको पारा रेडी भइसक्यो गाइज। हामी चाहिँ तपाईको खोइ त
दिदीहरूले गाली गरेछ अघिदेखि नै ढिलो भयो भनेर छिटो आइज कि आइज भनेर मेरो लिपस्टिक भेट भयो ड्रेसमा भनेर मात्रै लगाएको नत्र भित्र आज त मैले लिपस्टिक लगाएको जुत्ता लाउने कि लाउने चप्पल लाउने मेरो कपाल चाहिँ भएन कि यो मनिषाले बाँड्दिने भनेको यसरी बाँड्नै आएन यसलाई नि पुरै ड्राई छ नि त त्यही माथि कपाल कसरी गर्ने के गर्ने मलाई वक्कै भइसक्यो मैले आज लिपस्टिक लाग्छु मैले पनि लिपस्टिक लाग्छु खुद हामी चाहिँ अब निस्किन्छु Stay tuned guys. भद्रको ल सामान पुरै म त कस्तो भुत्नी थिए पछि जानु न मलाई के त अब हामी निस्किन्छौँ सुन्दरी हामी चाहिँ निस्केको गाइस हेलो ह्यापी न्यू इयर ह्यापी लोसर भन्नु मलाई देखाउनु गाडी चढ्नु जान्छु ढिलो भइसक्यो हेलो हेलो गुरुङ सेनी सबैजनालाई ह्यापी न्यू मिसेस हो कि खै कस्तो राम्रो देखा पछाडिबाट मनिषाको आउटफिट खतरा देखा मेरो त यहाँ ठुलो भएर घलेको चाहिँ कस्तो गाह्रो भएन आज मनिषाको भ्लग हो नि त म त आउँदैन आउन त आउने हो बनाउने चाहिँ मैले हो हामी चाहिँ अझै तल जानुपर्ने रेचोकबाट हेलो खै अनि अरू द भ्यू अफ काप्रेस्थली वाउ कस्तो राम्रो ठाउँ हो मान्छेहरू जाँदै छ यताबाट आउँदै हुनुहुन्छ गुरुङ सेनीहरू हेलो नमस्ते देउथली पार्क काप्रेस्थलीको वाह नो नो यो चाहिँ हाम्रो स्वागत प्रोग्राम तपाईँ जानु न कस्तो हो यताबाट हो यो चाहिँ हाम्रो स्वागत कार्यक्रम चल्दैछ बनाएन नयाँ वर्षको शुभकामना नहीं पढ़ अब आँखा पर्यो आँखामा ल भयो मम्पो Manisaको ट्रन
अनुरोध गर्न चाहन्छु चिक्के गर्छ अनि ताली कन्टिन्यू बजाइदिनु होला। अब मैले अघि नै भनिसकेको छु हामी आसन ग्रहणलाई पनि बीचमा पनि हामी राख्नेछौँ। आसन ग्रहणको क्रममा केन्द्रीय उपाध्यक्ष श्री भगवती गुरुङज्यूलाई पनि आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी दार्चुला गाभा अध्यक्ष स्वर्गीय सचिव श्री राज गुरुङज्यूलाई पनि म आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्दछु। त्यसै गरी दार्चुला सांस्कृतिक तमु समाज सल्लाहकार श्री सुशील गुरुङज्यूलाई पनि म आसन ग्रहणको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। र यो नयाँ वर्ष 2082 साललाई स्वागत गर्दै शुभकामना मन्दिर सबैजनालाई 2081 को विदाई गर्दै 2082 लाई तपाईं सम्पूर्णमा ह्यापी न्यू इयर सबैजनाले भन्नु होला त ह्यापी न्यू इयर हजुर आज यस भव्य अनि सभ्य कार्यक्रम स्नेह छुटकिलामा तिमी मोर्चा परि हाँसन गाउन आउँदैन मलाई तिमी छमछमी नाचन यतातिर हेरिदेऊ न सधैँ नै पछि तिम्रो